नमस्कार, H2M खबरमा यहाँलाई स्वागत छ। टिचिङ हस्पिटल महाराजगञ्ज आसपासको स्थानीय जग्गा तथा सडक किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने अभियान सञ्चालन गरिएको छ। बस्ती हटाउने अभियान सुरु भएपछि स्थानीय बासिन्दा आफ्ना लत्ता कपडा, भाँडाकुँडा, काठपात, फर्निचर तथा दैनिक उपभोगका सामान सुरक्षित स्थानतर्फ सार्दैछन्। अचानक बस्ती हटाइएपछि धेरै परिवार आफ्नो सामान जोगाउन हतार व्यस्त बनेका छन्। सम्बन्धित सरकारी निकायले सार्वजनिक जग्गा तथा अतिक्रमण हटाउने अभियान अन्तर्गत भोलिदेखि डोजर सञ्चालन गरिने सूचना जारी गरेको छ। सूचना अनुसार तोकिएको क्षेत्रमा रहेका अस्थायी टहरा, अवैध संरचना तथा सार्वजनिक स्थान ओगटेर बनाइएका निर्माण हटाइने जनाएको छ। सम्बन्धित निकायले स्थानीय बासिन्दालाई समयमै आफ्नो सरसामान सुरक्षित स्थानमा सार्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। स्थानीय बासिन्दाले भने आफूहरूलाई पर्याप्त समय र वैकल्पिक व्यवस्था नदिई हटाउन खोजिएको गुनासो गरेका छन्। यता सरकारी अधिकारीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण, शहरी व्यवस्थापन, सरसफाई तथा अतिक्रमण नियन्त्रणका लागि अभियान आवश्यक रहेको बताएका छन्। कानुन अनुसार सार्वजनिक जग्गा खाली गराउनुपर्ने भएकाले अभियान सञ्चालन गर्न लागि उनीहरूको भनाइ छ।